राम्रो देखिनु फेसन हो तर राम्रो बन्नु सफलता हो। न्यू रोडमा गन्यो भने हजारवटा पसल भन्दा बढी माथि छ कि छैन दाइ भन्नु त? लाखौँ नै छन् होला छ नि है। यति धेरै पसल हुँदा हुँदै पनि ब्रदर्स कलेक्सन नै किन रोज्नु भयो त? ल अब मेरो चाहिँ अब रिसेन्टली न्युजिल्यान्डको भिजा लागेको थियो। अब मेरो 14 तारिकमा म जाँदैछु अनि अब सबै अब उता एब्रोड जाने भएपछि लुगाफाटो त चाहिएको त्यस भएर अनि मैले अब ओभरअल अब आफूलाई चाहिनेदेखि अब अन्डर गार्मेन्टदेखि लिएर ह्याट टोपी सबै चाहिएको थियो। अब त्यो एउटै प्लेसमा भयो भने सजिलो हुन्थ्यो नि त, सजिलोको लागि। अनि अब अहिलेको टाइममा यसो इन्टरनेट ब्राउजिङ गर्दा टिकटक चलाउँदाखेरि ब्रदर्स कलेक्सन भेटेको थिएँ मैले। ब्रदर्स कलेक्सनमा हेरेको भिडियो, हजुरहरूको भिडियो हेरेँ अनि अब भनौँ न क्वालिटी वाइज पनि राम्रो लाग्यो। अनलाइन अर्डर गर्न मन थियो तर भनौँ न सर अब अहिलेको टाइममा अनलाइन भन्दा अफलाइन गएर फिजिकल गएर क्वालिटी हेरौँ प्राइसिङ हेरौँ अलिकति बार्गेनिङ गरौँला भन्ने विचारले आएँ। अनि अब हजुरहरूलाई भेटेँ, अब इन्टरेक्सन भयो। अनि अब मलाई कुन अब भनौँ न कुन खालको क्वालिटीको लुगा अब अहिलेको टाइममा कुन अब भनौँ न ब्रान्ड वाइज होस् कि अब धेरै अप्सनमा लानु पऱ्यो नि त। त्यो हुँदाखेरि ब्रदरहरूले ठ्याक्क मेरो इन्टरनल फिलिङ बुझेर यस्तो सजेस्ट गर्नुभयो। मैले लिन्न भनेको कुरा पनि ब्रदरहरूले सजेस्ट गर्दा चित्त बुझेर लिएँ। कस्टमर हाम्रो धेरै आइरहनुहुन्छ होइन, कतिको भिडियो नै बनाउनु पर्दछ, उहाँहरू एकदम अलिकति लजालु नपर्नु नै मान्नु भएन। हजुरको साथी हुनुहुन्छ, थ्याङ्क यू तपाईँहरूलाई पनि होइन। अब मेन भनेको चाहिँ उहाँले चाहिँ आएर चाहिँ हेरिदिनु भयो यत्रो पसल छोडेर पनि, तर यहाँ आइसकेपछि अन्त गरेर अनि एउटा दुईटा मात्रै हेरेर होइन अन्त गरेर अब हेरौँ न भन्ने खालको फिल भएन नि त्यसमा। सबै थोक अब रिसेन्टली अब हामी न्यू रोडमा एभ्री पसलमा फेन्सी पसल डुल्यौँ। अब कतै मान्छेको इन्टरेक्सनको सर्भिस मन नपर्ने, कतै केही मन नपर्ने हुँदाखेरि यहाँ चाहिँ ओभरअल अब मैले आएँ। अब हेरेँ अब हामीलाई कस्टमरलाई डिल गर्ने तरिकादेखि लिएर सबै चित्त बुझेर राउन्ड फिगर 7 उहाँले सर्भिङ कति गरे नि भनिदिनु भएको छ। एउटा यत्रो जम्बु झोला होइन, दुईटा जम्बु झोला र अर्को यता लुकेर बसेको छ 3टा जम्बु झोला छ। जाडोको गर्मीको सब सामान एकै ठाउँमा एउटै छत पनि पाउनुभयो, खुसी हुनुहुन्छ नि। हाम्रो लागि सबैभन्दा खुसी त्यही हो कि कस्टमर खुसी होस्, यहाँ आइसकेपछि फर्केर सकेसम्म जानु नपरोस्। रेट भन्ने चिज त दाइ भाइको बिचमा खास फिक्स प्राइस भए पनि रेट भन्ने चिज त दाइ भाइको बिचमा क्वालिटीको कुरो हो। मेन क्वालिटीले कस्टमर बनाउने हो। तपाईँले हाम्रो अनलाइन हेर्नु, तपाईँहरू पनि विदेश जाँदै हुनुहुन्छ भने कहाँ आउनु पर्यो त? हाम्रोमा ब्रदर्स कलेक्सन आउनु पर्यो। थ्याङ्क यू सो मच तपाईँहरूलाई, थ्याङ्क यू फर द सर्भिस। अब कुरियर गरिदिला सम्झिनु, कुरियर पनि हुन्छ है, कार्गो पनि सस्तो रेटमा हाम्रो है। ल थ्याङ्क यू सो मच।